कि केपी शर्मा ओली, कमरेड केपी शर्मा ओली आज देशमा ऋतु बदलिए कमरेडहरू, मौसम बदलिए कमरेडहरू, नदीले पनि बाल बदलिएको छ कमरेडहरू, तर केपी शर्मा ओलीको अहंकार बदलिएको छैन। केपी शर्मा ओलीको दम्भ बदलिएको छैन, हुंकार बदलिएको छैन। अहिले यस्तो ठाउँमा उहाँ पुग्नुभयो, देशभक्त नेता कमरेड भीम रावललाई। उहाँ छामको एउटा सामान्य गरिब परिवारको छोरा, सानैमा बुवा बितेर 5 दिनको एउटा मूल्याय मान्छे। त्यस्तो मान्छेलाई दुर्गमको सुदूरपश्चिमको क्षेत्रीको छोरो भनेर होला सायद, महाधिवेशनमा अध्यक्ष लड्यो भनेर होला सायद। केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको चिरहरण गर्नुभयो, लोकतान्त्रिक अभ्यासको टाउको निमोट्नुभयो कमरेड भीम रावल एकजनालाई होइन। यो देशका देशभक्तहरू, ती महान देशभक्त पुर्खाहरू, अमर सिंह थापा, बलभद्र कुँवर, यो राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आवाजहरूलाई बोक्ने, त्यो देशभक्तिको आवाजमाथि निमोट्ने, हाम्रा प्राय खुफिया एजेन्सीका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर संसद विघटन गर्ने, देशभक्त नेता भीम रावलको आवाजलाई निमोट्ने जुन हरकत जब केपी शर्मा ओलीले गर्नुभयो, त्यहाँ मात्र उहाँ सीमित हुनु भएन र उहाँ खुलेआम घोषणा गर्दै लाग्नुभयो कि अब म श्री 3 महाराज हुँ, मेरो हुकुम कानुन हो, मेरो आदेश कानुन हो, म फरमान गर्छु, तिमीहरूले मान्नुपर्छ, मान्ने जति बस, अब कुनै वैचारिक सैद्धान्तिक छलफल हुँदैन, मेरो आदेश जारी हुन्छ भन्ने खालको दम्भ अहंकार उहाँमा यसरी मुखरित भएर अगाडि बढ्यो कि त्यो ठाउँमा अब देशभक्त, जनताको बहुदलीय जनवाद, महान नेता मनमोहन अधिकारी, यो देशका संस्थापक महासचिव कमरेड पुष्पलालका समेत एउटा चाहिँ विरासतले बनेको नेकपा एमालेमा केपी शर्मा ओलीमा यत्रो दम्भ अहंकार, हिटलर जस्तो, बोकासो जस्तो, चाउचेस्को जस्तो, जङ्गबहादुर जस्तो, इदी अमीन जस्तो, कंस र चाहिँ कौरव जस्तो, रावण र अहिरावण जस्तो अहंकार दम्भ जब पलाएर गयो एमालेमा, मेरो कुरा होइन, पुष्पलालका परिवारको पार्टी बन्न सकेन एमाले, मनमोहन अधिकारीका, भरतमोहन अधिकारीका परिवारको पार्टी बन्न सकेन अहिलेको एमाले। हुँदा हुँदा जननेता मदन भण्डारीकी धर्मपत्नी र खुद मदन भण्डारीको परिवारको पनि पार्टी हुन सकेन एमाले। यस्तो स्थितिमा हामीले अब गम्भीर भएर सोच्नुपर्छ, म झोले हुँ, म दास हुँ, म गुलाम हुँ, म सलामी गर्ने मान्छे हुँ, तपाईँ प्रभु हो, तपाईँ मालिक हो, तपाईँ भगवान हो, तपाईँ बोस हो, हामी सर्भेन्ट हौँ, यस्तो भन्नुपर्ने त्यहाँ निरीह भएर कुण्ठित भएर बस्नुपर्ने स्थिति आइसकेपछि मैले यो इतिहासको यो पावन क्षणमा एउटा साहसिक निर्णय लिनुपर्ने भयो र म कमरेडहरूको बिचमा क्रान्तिका महानायक, अब नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनका महान नेताहरू यहाँ हुनुहुन्छ, देशभक्तिपूर्ण आन्दोलनका महान नेताहरू यहाँ हुनुहुन्छ। यहाँ हाम्रा आदरणीय नेतालाई देख्दाखेरि शिर निहुरिन्छ, श्रद्धाले शिर निहुरिन्छ र यो दासता, यो गुलामीलाई सहेर बस्नुभन्दा हामीले एउटा यो देशको यो सङ्कटलाई पार गर्नका निम्ति अगाडि बढ्नुपर्छ भन्ने त्यो चेतना आएर म यहाँ कमरेडहरूको बिचमा आएको छु। कमरेडहरू, जेएनजीहरूले केही मागेका थिएनन्। यो देशको भ्रष्ट राजनीति, यो देशको भ्रष्ट संस्कृति, हामी बेरोजगार भयौँ, देश बदहाल भयो, विकास हुनुपर्छ भन्ने एउटा पवित्र माग लिएर झोला बोकेर गएका जेएनजी हाम्रा नानी बाबुहरूलाई, विद्यार्थीहरूलाई राज्यले, सरकारले यसरी दमन गर्यो कि यो देशमा बोकासोको शासन छ कि इदी अमीनको शासन छ कि कत्लेआम भयो, नरसंहार भयो। आदरणीय कमरेडहरू, त्यसप्रति कुनै खेद व्यक्त गराइ छैन, कुनै पछुतो छैन, कुनै क्षमायाचना छैन, कुनै दुख मनाउ छैन। देशको 2/3 प्राप्त प्रधानमन्त्री भागेर
हेलिकप्टर चढेर आफू भागेर कहाँ गए, अहिले लुकेर एउटा गुन्डुको कुनाबाट फेरि हुङ्कार दिँदैछन्। लाज लाग्नुपर्ने हो, लाजले पनि लाज मानिसक्यो। तर केपी शर्मा ओलीमा कुनै परिवर्तन आएको छैन प्रिय कमरेडहरू। त यस्तो अवस्थामा समय कम छ। म यति भन्न चाहन्छु कि यस्तो घडीमा मैले सम्झे चेको भनाइलाई कमरेड चेले भन्नुभएको छ कि इफ यु ट्रेम्बल विथ इन्डिग्नेसन एट एभ्री इन्जस्टिस देन यु आर ए कमरेड अफ माइन। हरेक अत्याचारका विरुद्ध देशको राष्ट्रिय स्वाभिमान र जनताको नागरिक अधिकारका निम्ति यो आदरणीय नेतृत्व अगाडि आउँछ भने हामीले अब केपी शर्मा ओलीलाई भन्नुपर्ने छ, यु क्यानट फुल all the people all of the time. You tried to fool some of the people all the time, all of the people some of the time, but you can't fool all of the people all of the time भनेर घोषणा गर्नुपर्ने स्थितिमा हामी आयौं कमरेडहरू। अब यो पार्टी, यो आन्दोलन सशक्त भएर अगाडि आउनेछ। म आदरणीय नेता कमरेडहरूलाई अनुरोध गर्न चाहन्छु, emancipate your mind. Self should be the first target of revolution. अब क्रान्तिको निशाना बाहिर मात्र खोज्ने होइन, नेतागणले आफू भित्र पनि खोज्नुपर्ने छ। आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने छ। देशको राष्ट्रिय स्वाधीनताको झण्डालाई अगाडि बढाउनु पर्ने छ। यसका निम्ति तपाईहरुको पछाडि हरेक अभियानमा दृढतापूर्वक जुझ्नका लागि लाखौं मान्छेहरू, तपाईको आगमनको सुदूरपश्चिमले हजारौं मान्छेले प्रतीक्षा गरेका छन्, जिम्मेवार कमरेडहरूले प्रतीक्षा गरेका छन्, यहाँहरूको साथमा रहनेछन्। म सबै न्यायप्रेमी जनसमुदायलाई पनि यही अपिल गर्न चाहन्छु कि अब हामी विभाजित होइन, यो देशलाई, देश भनेपछि नेपाल भनेपछि के गौतम बुद्धका नामले चिन्छन्, के एभरेस्टका नामले चिन्छन्, के बहादुर गोर्खाको नामले चिन्छन्, र चौथो चिनारी भनेको नेपालमा एउटा क्रान्तिवीर जन्मेको छ, क्रान्ति महानायक जन्मेको छ, यो प्रचण्डको पनि देश हो भनेर चिन्छ। त्यो पार्टीमा गोलमन नहुन पाउँदा गर्व लागेको छ। सबै उत्पीडित जाति, पिछडिएका जनता क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई हामी यो मूल प्रवाहमा सङ्गठित हो भन्ने आवाज र आह्वान गर्दै बिदा हुन चाहन्छु। हस् लान्छ।